हिजो फुटबल टुर्नामेन्टमा चाहिँ 6 गोल खाइयो। त्यो भएर के कारण चाहिँ 6 गोल खाइएछ भनेर वनदेवी धामीलाई जोखाना हेराउँदाखेरि वनदेवीको भाकल नपुगेर भनेर वनदेवीको भाकल पूरा गर्न आएको छौं। यहाँ धामी सहित आएको छौं। परमेश्वरी हेर बाबु, तेरो पश्चिमतिर को कुमार क्याप्टेनको कारणले 6 गोल खायो भन्छ। हे बाबु, अरु कसको कारण चाहिँ 6 गोल खाइयो त परमेश्वरी? दुधको दुध पानीको पानी छुट्याइदिनु पर्यो परमेश्वरी। टिम म्यानेजमेन्ट दीपक अपुष्टेले खेलाडी मिलाउन नसकेर ए बाबु। गोलकिपर र डिफेन्सले चाहिँ के गर्यो त परमेश्वरी? त्यो पनि भनिदिनु पर्यो परमेश्वरी। त्यो गोल किपर दामाले घुस खाएको पो छ है भन्छ बाबु। डिफेन्स भन्ने चिउराले के गर्यो त परमेश्वरी? चिउराले पनि बल रोक्न नसकेर है भन्छ बाबु।